बोली फुटेदेखि नै हामी विभिन्न प्रश्नहरू गर्न थाल्छौँ। आकाश किन निलो हुन्छ? ताराहरू किन चम्कन्छन्? हामी किन दुःख भोग्छौँ? हामी कहाँबाट आयौँ? मानिसहरू किन मर्छन्? यसको जवाफ पाउन मानिसले कुनै कसर बाँकी राखेको छैन। अहिलेको हाम्रो युग सूचना र प्रविधिको युग हो। तैपनि मानिसले आफ्नो जीवन, आफ्नो दुःख अनि मृत्युसित सम्बन्धित प्रश्नको जवाफ पाएको छैन। त्यसो भए जवाफ कहाँ पाउन सकिन्छ? यी सबै प्रश्नहरूको जवाफ बाइबलले दिन्छ। तर थुप्रैको विचारमा बाइबल दन्त्य कथाले भरिएको किताब हो, पुरानो जमानाको किताब हो, अथवा बुझ्नै नसकिने रहस्य हो। के बाइबल साँच्चै यस्तै किताब हो? अथवा यो बाइबलबारे मानिसहरूको सोचाइ मात्र हो? मानिसहरूको विचारमा यो संसार भगवानको हातमा छ, तर के यो साँचो हो? यो संसार दिन प्रतिदिन खस्कँदै गइरहेको छ। जताततै आँसु अनि पीडा, रोग अनि मृत्यु, गरिबी अनि प्रकोप। हामीलाई माया गर्ने भगवानले के त्यसो गर्लान् र? बाइबलको जवाफले तपाईलाई छक्कै पार्नेछ। बाइबल भन्छ, सारा संसार त्यस दुष्टको हातमा परेको छ। मतलब संसारमा भइरहेको समस्याको पछाडि एउटा दुष्ट शक्तिको हात छ, जसले मानिसलाई आफ्नो इसारामा नचाइरहेको छ। त्यसै कारण मानिसले लाख कोसिस गर्दा पनि समस्या ज्यूको त्यों छ। तर खुसीको कुरा, संसारको अवस्था सधैँ यस्तै रहने छैन भनेर बाइबल बताउँछ। साथै दुःख कष्टको कारण के हो, भगवानले यो कसरी हटाउलान्, हामी कसरी समस्याको सामना गर्न सक्छौँ, यसबारे पनि बताउँछ। संसारका लाखौं मानिसले जीवनका यी महत्त्वपूर्ण प्रश्नहरूको जवाब बाइबलबाट पाएका छन्। के तपाईँ पनि यी प्रश्नहरूको जवाफ पाउन चाहनुहुन्छ? यहोवाका साक्षीहरू तपाईलाई बाइबलको कुरा सिकाउन खुसी हुनेछन्। बाइबल अध्ययन गर्न अनलाइन फारम भर्नुहोस्। तपाईलाई पाएक पर्ने ठाउँ र समयमा एकजना यहोवाको साक्षीसित बाइबलको कुरा सिक्नुहोस्।